अपने से ज्यादा तुम पे मरने लगा हो। वेलकम टू माई न्यू भ्लग्स। तपाईहरुलाई स्वागत छ साथीहरु। आजको भ्लग्समा चाहिँ म आफ्नो मराइतिरको हैन दृश्य देखाउँदै छु साथीहरु। के कस्तो आउँछ कमेन्ट गर्नु होला। यता पछाडी देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य छ है। यता पनि म यसरी बनाइरहेको छु। सर्र राम्रो मौसम छ है। के कस्तो भ्यू आउँछ तपाईहरुले। जीने लगा हूँ अपने से ज्यादा तुम पे मरने लगा हो। हेलो 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 माय फ्रेंड, माय दोस्तों। अभी इधर 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 अर्जुन दाइ मासे हेर्दा त कस्तो देखेछ गाइस है। कहर दे बो उठ जाने ए उठ जाने रे गाइस। आज घुमिरहेछौँ के बेलौटी खाना हिँडेछौँ गाइस। बेलौटी दरपखा चौतारीमा है। यो काँचो इँटा बनाउने यो ठाउँ हो। यहाँ पठेराहरूले काँचो इँटा बनाउँछन् अनि उठाएर त्यहाँ भित्र लगेर पोल्छन् है साथीहरु। त्यो चाहिँ खै कस्तो आछ सेल्फी लिम। त्यो भत्ताको सेल्फी ल गाइस कस्तो आछ सेल्फी ल। जाने जाने जा कहर बा त्यो झाडी मात्रै छ सर्प बस्ने जस्तो। यता जाम कस्तो छ आज बेलौटी खाना पाइन्छ कि नै साथीहरु। बेलौटी यहाँ त कुलो छ यार, फेरि कुलो छ। यहाँ माछा छन् फेरि यसमा टन्नै माछा छन्। यसमा टन्नै माछा छन्। जाली थपेर मार्नु पर्छ अब। यस्तो अब यहाँबाट फेरि एउटा सेल्फी फेरि है ल ल साथीहरु कस्तो आछ है सेल्फी कमेन्ट गर्नु होला। अब यता गइरहेछौँ। यता पनि घर छ है साथीहरु। यो 6 महिना मात्रै बस्छन् यो घरमा। 6 महिना बस्छन्, 6 महिना बन्द हुन्छ। यो इँटा पोल्ने मान्छे बस्छन् यसमा। 6 महिना बस्छन् नि 6 महिना यहाँ बस्छन्, 6 महिना घर जान्छन्, घर बस्छन्। यस्तो छ। यो पुरा सफा हुन्छ तिमीहरू आएपछि। चरा ढुकुर उड्यो। कुन मान्छेले मुसा खनेछ यसमा, मुसा खनेछ। बाटो यस्तो छ, हिलो छ यहाँ चाहिँ। बाटो कस्तो छ
छ त कुन बाटो आयो फेरि म हिलो हिलो छ यता पनि रुम छ ओइ ओइ फल यता हेरौँ कुनै मुसो खाँदैछन् मुसो खानेछन् राम्रो छ त एटा झन् यी लस्कारै कोठा छ यी 1 2 3 4 5 6 7 8वटा रुम छ है साथीहरू अब यता जाम त कस्तो छ है आया खरबुजा के मालिक आया खरबुजा के मालिक यस्तो छ है त